राम्ररी फर्सी मलाई त फर्सी मिठो लाग्छ त्यही भएर मैले फर्सीको तरकारीहरू पौला छ त्यो काँक्रो सौतो बनाएर अब नानीहरूलाई खुवाउनुपर्छ त्यही हो अब म सुरु गरेँ तरकारी पकाउनलाई पूजा छोरी ठुल्छोरीलाई फेरि स्कुल पठाउनुपर्छ ऊ 8 बजे गइहाल्छ खुवाएर त पठाउनु पऱ्यो त्यही भएर चाँडै गइरहेको छु सलादको मेसो भयो सलादको सुरु भयो सब सक्यो काम अब म तरकारी पकाउनु थाल्छु नगरौँ धेरै यहाँ चाहिँ मलाई डिस्टर्ब नगर अब तरकारी पकाउनु थालिहाल्छु खुवाउनुपर्छ तरकारीको सामग्रीहरू चाहिँ फोन हराएको झोकमा के भन्दैछौ फोन के गरे रे अर्को नि के अरे अब सानो फोन किन्ने अनि त्यो पनि हराउने प्रब्लम भएर अनि सिम कार्ड ल्याउने 50 रुपैयाँ पाइहाल्दो रहेछ ब्यालेन्स जति छ त्यति नै देखाउँदो रहेछ आनन्द छ अब त प्रोसेस पनि हराइरहने किनिरहने हराइरहने को चाहिँ सिम कार्ड हराएको छ फोन हराएको छ मसँग सम्पर्क गर्नु होला म तपाईँलाई सबै टोटल डिटेल प्रोसेस कसरी ल्याउने 1 मिनेटमै सबै तपाईँको काम बन्छ मलाई कन्ट्याक्ट गर्नु होला अनि टेन्सन मान्नु पर्दैन आइफोन हरायो भने टेन्सन मान्नै पर्दैन किनभने आइफोनको त एकैछिनमा ट्र्याक गरेर भेटाइहाल्छ तपाईँको त्यो बक्सको नम्बर चाहिँ चाहिन्छ नम्बर भएपछि त्यो एकछिनमै पत्ता लाग्छ ल छोरा त्यहाँ बुवाले खाना पकाउँछ उहाँ अब उसले नपकाइकन चित्त बुझ्दैन तेल पनि एक माना खन्याउँछ म त यहाँ त्यो टाउको लगाउन ल है त तेल कति हाल्छ म यो तेलको चाहिँ आज चाहिँ कमाएँ ट्याम्बो राम्ररी खोरिनुपर्छ यो पकाउने तरिका छ खाँदाखेरि मिठो होस् राम्रो होस् नमिठै भए पनि सफा चाहिँ सफा खानुपर्छ स्वास्थ्यको लागि राम्रो हुन्छ सफा खाएको भयो होला अब ज्यादा घाँटी लतर पतर पारेर खाएको राम्रो हुँदैन ल हाल्नु आलु हालिन्छ छोरीहरूलाई सिका भाँति उनीहरूलाई कति गाह्रो हुँदैन थियो अब आफै गर्छु भनेर आफै गर्छु पहेँलो भागमा भिटामिन हुन्छ बुझ्यो पहेँलो भागहरू खाने भिटामिनको लागि त्यो राम्रो हुन्छ पकाएपछि राम्ररी खान खाइन्छ आफूले बच्चाहरूलाई खुवाइन्छ त्यही हामीले दुःख गर्नु नै के हो त भन्दाखेरि बच्चाहरू यति त हो नि अरू के छ हामीले गर्नुपर्ने अब केही छैन के हाल्यो सबै पाल्नुपर्छ बेच्नु पाके राम्रो हुन्छ नपाइकन खाने डाइरिया हुने त्यसो हुने ठिक छ भनेपछि लगिसक्यो खानु हुन्छ अब चाहिँ छेरेर मर्ला नि पत्र बनाएको यो चाहिँ वाटरमेलन रे पाकेको जापानिज वाटरमेलन यो आजकलको धनिया गाइज धनिया कौशीको धनिया अब तलतिरको काम किचनको सम्पूर्ण कामहरू भइसक्यो खानापिना अचारहरू बनायो आफूले जे जति जाने कुराहरू गरेर के छ अब मेरो यहाँ कुखुरा अलि सानसानै छ अब दाना हाल्न जानु पऱ्यो दाना पानी
आहाहाहाहा आहाहाहा हेर्नु न अब त बेला भयो 2 महिना भयो ठ्याक्कै 2 महिना भयो राम्रो भएको छ मलाई रमाइलो लागिरहेको छ कुखुराहरू हुर्क्यो बढ्यो तपाईँको यही हो नि कमाइ खेतीपाती भने नि जे भने नि अब दुनियाँ अब पहिला चाहिँ भेडा हेरेर हिँड्ने त्यहाँबाट मान्छे हेरेर हिँड्ने चराइयो के गरियो 23 वर्ष चाहिँ साई नेपाली सेनामा चाहिँ काम गरेर कार्यरत म गरेर भुक्तान गरेर 23 वर्ष खाएर निस्केँ अनि मान्छे चराइयो के चरा अहिले लास्ट आएर कुखुरा चरामा बस्यो अरे अब के गर्नु त त्यो तुलसी रोप्यो होइन ए घुमिराख्नु भएको छ मनपर्छ रे फुल ज्योतिषीहरूले भनेको छ काँडा भएको चिज चाहिँ नि नरोप्नु भनेर घरको मेन गेटमा काँडा भएको फुलहरू नरोप्नु घोत्ने कुराहरू नरोप्नु भनेको छ किन भन्दाखेरि हातले छोइन्छ घोचिन्छ आफैले रोप्यो आफैले घोच्छ त्यसो भए हुनाले त्यो कुरा पनि मलाई एउटा सही जस्तो लाग्छ काँडा नभएको रोप्नु यसमा काँडा छैन यसो मछारे चस्छे हातमा घोचिदिन्छ अनि के गर्ने होला यो काँडा नभएको चाहिँ रोप्ने अनि यो फुल रोप्ने पनि भनेर लाटाले बाउ भन्नु नपाएको छ फुरु यो सिजन अनुसारको सामान लाउने अब दसैँ तिहार आउला सयपत्रीहरू गोदावरी फुलहरू लाउने सरकारले उहाँ चाहिँ एक्लै काम गरिरहेको छ फुरु मखमली मलाई रङ चाहिँ कस्तो भने रातोमा पनि यो कलर चाहिँ मलाई मनपर्छ अनि सेतोमा त यही भइहाल्यो यो पहेँलो यिनीहरू भनेको झरेर जाने खालि फोहोर हो नि यस्तै हो राम्रो हुने त यिनीहरू हो गोदावरी मलाई मनपर्ने गोदावरी फुल सयपत्री फुल यो सिजन अनुसारको फुलहरू राम्रो हुन्छ ल के छ त अब 75 वर्ष पुगिसकेछ म त बुढो भइसकेछु लास्टै बुढो अब त तर बिहान त म तगडा हुन्छु दिउँसो गल्दो रहेछ बुढै भएर होला अब अनि बुढो नभए कहिले हुने त बुढो अब बुढो त बुढो भइसक्यो त 8 सालमा जन्मिया मान्छे अहिले अब कथा जस्तो छ कथै भयो क्या अब हाम्रो त गयो नि 7 भाइ दाजुभाइमा अब म एउटा त छ अब के गर्ने यस्तै हो ल अब साथीहरूलाई बाई गर्नुहोस् अब सब्स्क्राइब गरिदिनु होला हेर्नुहोस् मेरो भिडियो नजाने गरिएछ माया गरिदिनु होला सबैले म बुढा मान्छेको भन्नु न मान्छेको माया गरिदिनु भन्दै म यतिकैमा बाई